सबैजनालाई नमस्ते। म सिपिने उपाने। आज म एउटा न्यू भ्लग बनाउन गइरहेको छु साथीहरू। सबैजनाले अन्त्यसम्म हेरेर लाइक, कमेन्ट, सब्स्क्राइब, सेयर गरिदिनु होला। पहाडको एउटा सुन्दर ठाउँमा आएको छु। औधी नै रमाइलो ठाउँ छ। तपाईहरुलाई सबै कुरा आज म के गर्नेछु सबै देखाउनेछु। सबैजनाले मेरो भ्लगलाई माया गरिदिनु होला भन्न चाहन्छु। आज तिम्रो फाइनल्ली साथीहरू म धुलो पिस्ने मिलतिर आइरहेको छु। गाउँघरतिर कसरी धुलो पिस्दा रहेछन् भनेर सबैलाई जिज्ञासा लागेको हुनसक्छ। गाउँघरतिर चाहिँ यसरी पानीद्वारा सञ्चालन गरिएको एउटा पानी घट्ट मिल भनेर भनिन्छ। अनि यसरी चाहिँ धुलो पिस्छन्। म तपाईहरुलाई देखाउन गइरहेको छु। यसरी यहाँबाट पानी सञ्चालन गरिन्छ साथीहरू। यसरी पानी आउँछ। यस्तो काठको बनाएको हुन्छ यस्तो। झरनातिर खोलातिर आएको छु साथीहरू हैन। आज रमाइलो पनि भएको छ। धेरै रमाइलो भएको छ आज। यस्तैमा चाहिँ चिसो पानी बगिरहेको छ साथीहरू। कलकल पानी बगिरहेको छ। अनि म चाहिँ यता आएर आनन्द लिइरहेको छु खोलामा। यस्तो रमाइलो ठाउँ औधी रमाइलो मेरो गाउँ। मलाई एकदमै आनन्द महसुस हुन्छ साथीहरू। अब यस्तै हिँडेर जानु पर्यो, परतिर जानु पर्यो। तपाईहरुलाई आज म धेरै कुरा देखाउने वाला छु साथीहरू। सबैजनाले लाइक, कमेन्ट, सेयर गरिदिनु होला भन्न चाहन्छु। वाउ, चिसो चिसो मौसम छ। न्यानो न्यानो तिम्रो माया। सिरुका पातको धारो छामकी बाँधी गडी। दुईजनी हडधुनी तेरी लागि सौरै मैना चरी। दुईजनी हडधुनी तेरी लागि सौरै मैना चरी। वाउ, हेर्नु साथीहरू पहाड। हाम्रो गाउँमा जताकतै पाइने फल यो ऐसेलु भन्ने, ऐसेलु भन्छ यसलाई। अनि यो यसरी पाकिरहेको छ साथीहरू, हेर्नु होला। म चाहिँ ऐसेलु टिपिरहेको छु साथीहरू। एकदम मिठो हुन्छ यो चाहिँ। खानालाई जङ्गलमा यत्तिकै फलेको हुन्छ यो चाहिँ। त्यस्तो हुन्छ साथीहरू। यो चाहिँ एकदमै मिठो हुन्छ यो चाहिँ। के गरिराख्नु भएको छ खोलामा। माछा मारिराखेको छन् साथीहरू।